हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। र म चाहिँ होइन आज विश्व सुन्दर दिदीबाट भेट्न थिएँ होइन। अनि आज चाहिँ घरमै हुनुहुँदो रहेछ। अनि उहाँको घरमा आइसकेको छु। अनि उहाँ चाहिँ हुनुहुन्छ र दिदी के भनिदिनु त ब्लगमा। हेलो हेलो भाइ चाहिँ हिजो पनि आएको रहेछ है। यहाँ त बिहान पनि आएँ भाइलाई मैले फाइनली भाइले नि मलाई भेट्नु, मैले नि भाइलाई भेट्न पाएँ। अनि भाइ चाहिँ मलाई भेट्न आउँदा भाइले चाहिँ पुरा ब्ल्याक ड्रेस लगाएर है। मलाई चाहिँ त्यो चाहिँ मन पर्यो। गुड मर्निङ सबैजनालाई। ल मैले चाहिँ होइन हाम्रो दिदीलाई भेटिसकेको छु। अनि धेरै खुसी लाग्यो। मैले टिकटकमा धेरै देख्थेँ होइन। अनि भेट्नु मन लागिरहेको थियो। अब भेट्ने भनेको टाइमै मिलेको थिएन नि। आज यता देखेँ अनि भेटेँ होइन, एकदम खुसी लागिरहेको थियो होइन। अनि हामी चाहिँ यहाँ दिदीले चाहिँ हामीलाई माया गरेर होइन यहाँ पकौडा पनि दिइसक्नु भएको छ। अनि त्यहाँबाट हामी चाहिँ हेर्नु यहाँ पकौडा खाँदैछौँ। अनि यतातिर त्यस्तो देखिरहेको छ। र अब हामी त्यहाँ पकौडा खाँदैछौँ है गाइजहरू। ल यहाँ पकौडा खाने पे आउनु होला हाम्रो दिदीकोमा। ल आफ्नो पसल पनि के भनिदिनु त दिदी। यो हाम्रो चाहिँ घर हो। ए घर हो, यो हाम्रो झुपडी हो। अनि मम्मीले चाहिँ मिठो मिठो पकाउनुहुन्छ। बिहान गएर पकाइराख्नु भयो। अनि अब चाहिँ खाने हो। ल अब हामी सुरु गर्दैछौँ है। एकदम मिठो रहेछ है। यहाँ तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो ठाउँको नाम चाहिँ के हो दिदी? यो ठाउँको नाम क्षेत्रपुर। क्षेत्रपुरको ज्याला टोल। उज्यालो टोला रे यो ठाउँको नाम चाहिँ। अनि तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। यहाँ हाम्रो दिदीको घर चाहिँ यही हो है। हाम्रो भाइरल दिदी है। तपाईँहरूले त्यही पनि चिनिसक्नु भयो होला होइन, सबै मान्छेले चिन्नु भयो।